जय मसी ब्रदर सिस्टर। कस्तो हुनुहुन्छ तपाईँहरू? मलाई आशा छ तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। अनि म चाहिँ जेन्सी अर्थात् रेल लक्ष्मण। मैले तपाईँहरूको माझमा एउटा जानकारी गराउन चाहन्छु। 1 महिना पहिला म घर गएको थिएँ नेपाल। अनि त्यतिखेर मलाई हाम्रो परमेश्वरका परिवारभित्रका दाजुभाइ दिदीबहिनीहरूले सर्वशक्तिमान परमेश्वर को अन्तिम दिनको कामको, उहाँले अन्तिम दिनमा बोलेका वचनहरूको पुस्तक अथवा नयाँ बाइबल, नयाँ पुस्तक होइन, दिनुभएको थियो है। अनि मैले त्यो चाहिँ जानकारी गराउन पाएको थिइनँ। अनि चाहिँ आज मैले जानकारी गराउँदैछु कि मैले त्यो पुस्तक पाएको छु। यसलाई म आफू वाचनजी होइन, आफ्नो सास र अन्जीसम्म त्यसलाई चाहिँ सुरक्षितसँग राख्नेछु। त्यसलाई कुनै पनि दुष्टको हातमा दिने छैन र त्यसलाई चाहिँ कुनै पनि क्षति नोक्सानी अथवा च्यातिने, किराले खाने जस्तो क्रियाकलापहरूबाट चाहिँ एकदमै टाढा राख्नेछु र त्यसलाई बारम्बार अवलोकन गर्नेछु। र ब्रदर सिस्टर सबैजनाले चाहिँ पुस्तक पाउनुहुनेछ सुविधा अनुसार। तपाईँहरूको ठाउँ हेरेर तपाईँहरूको अब सुविधा पाउन सक्ने सुविधा छ कि छैन, त्यो अनुसारले पाउनुहुने रहेछ। अनि तपाईँहरूले पनि पाउनुहुनेछ। यसै गरी तपाईँहरूले पनि राख्नुहोला र समय निकालेर पढ्नुहोला। भोलिको दिनहरूमा हामीसँग नेटवर्क नहुन सक्छ। अब दिन प्रतिदिन तपाईँहरू देख्दै हुनुहुन्छ समस्याहरू, विपत्तिहरू, परमेश्वरको वचनहरू पुरा भइरहेको छ। त्यही भएर जब तपाईँहरू बाइबल पाउनुहुन्छ त्यसलाई चाहिँ सुरक्षितसँग राख्नुहोस् र समय निकालेर त्यसलाई पढ्नुहोस्। परमेश्वरको वचनमा जिउन एकदमै अगाडि बढ्नु जरुरी छ है ब्रदर सिस्टर।